हेलो सेवारो सबैजनालाई, आई होप सबैजना सन्चै हुन्छ होला। म एकदम धेरै सन्चै छु भन्दै आज चाहिँ म बुटाबारी जाने काम थियो थोरै, अनि बहिनीहरुको नि काम थियो नि त, स्कुलले लुगाहरु अस्ति सिलाउनु लाउनु भएको थियो, अनि आज चाहिँ लिन आको उनीहरु पनि। अनि साथैहरु मौसम पनि यस्तो खराब हुन थालेको छ, कति 2-3 दिन भइसक्यो पानी लगातार पर्ने भन्दा पनि एकछिन पर्ने एकछिन रोकिने भएको छ मौसम पनि। अनि दिदी र बहिनी चाहिँ यहाँनिर आधा घण्टा भइसकेछ आएर बसेको, दाइ हुनु नरहेछ खाना खान जानु भएको छ भनेर यहाँनिर दिदीले भन्नुभयो एकजना दिदीले। अनि दुईजना त आम्मामा आउनु भन्दा अगाडि अर्डर गरिसकेको रहेछ के चटपटे। हेर्नु न चटपटे ककाले मन पर्छ साथीहरु, मलाई चाहिँ त्यति मन पर्दैन, खान्छु कहिले काहीँ चाहिँ, तर धेरै पिरो मन पर्छ है मलाई चाहिँ। मलाई चाहिँ फेरि थुक्पाको याद आइरहेको थियो के साथीहरु, मौसम पनि त्यस्तै भइरहेको थियो, धुम्म परेको, अनि तातो पिरो थुक्पा खानु मन लागिरहेको थियो के मलाई चाहिँ। र दाइ पनि आइसक्नु भयो खाना खाइसकेर, अनि हामी चाहिँ समीर टेलर्समा आएको छौं। यहाँनिर चाहिँ राम्रै सिलाउनु हुँदो रहेछ है कपडाहरु चाहिँ। पहिला दाइ हुँदा पनि यही सिलाउनु ल्याउनु भएको थियो नि त नानीहरुलाई, अनि अहिले पनि हामी यही आएको छौं। अनि आज चाहिँ लाने टाइम भइसक्यो, भोलि स्कुल लाग्छ नि त भोलिदेखि। अनि साथीहरु मैले नबुझेको कुरा चाहिँ स्कुल त भोलिदेखि 15 गतेदेखि लाग्छ, तर कति बजेदेखि कति बजेसम्म चाहिँ लाग्ने हो भन्ने चाहिँ थाहा छैन। तर केही छैन साथीहरु, भोलि नै थाहा हुन्छ अब कति बजेदेखि कति बजेसम्म लाग्ने रहेछ भन्ने कुरा चाहिँ। हैन साथीहरु, तपाईहरु चाहिँ भाइ बहिनीहरुलाई चाहिँ क्या स्कुलले सर्ट अथवा प्यान्ट चाहिँ कति कतिवटा सिलाइदिएर लगाइदिनुहुन्छ भन्नु त। पहिला चाहिँ हाम्रो चाहिँ भाइहरुको चाहिँ एउटा मात्र थियो नि त सर्ट प्यान्ट, तर एकदम गाह्रो हुने रहेछ साथीहरु एउटा भयो भने चाहिँ। किन भन्दाखेरि कहिले नभ्याएको हुन्छ नि त कपडा धुनुलाई, कहिले बिर्सिनु पनि हुन सक्छ कामले गर्दाखेरि, अनि जाने बेला ठ्याक्क केही भएको हुँदैन क्या तयार, अनि यस्तो टेन्सन हुन्छ कि पठाउने कि नपठाउने हुन्छ। त्यही भएर चाहिँ यो पाली चाहिँ 2-2 सिलाइदिएको छ, अनि अब चाहिँ सजिलो हुने भयो नि त, एउटा नधोए पनि अर्को त धोको हुन्छ नि त। फेरि सेतो कपडा यस्तो गाह्रो हुन्छ साथीहरु, फेरि कलको पानी झन् नराम्रो हुनु, यस्तो रातो हुन्छ कि अम्ममा किनेको 1 महिना भएको हुँदैन पुरै खिया लागेर पहेँलो भइदिन्छ के। फेरि अरु मान्छेले चाहिँ फिल्टरको पानीले धुन्छन्, तर हाम्रो फिल्टर चाहिँ त्यति ठुलो छैन कि साथीहरु लुगा धुने सम्म चाहिँ, त्यही भएर चाहिँ हामी कलको पानी धेरै जस्तो युज गर्छौं। अनि त्यसपछि चाहिँ हामी चाहिँ दिपा दिदीकोमा आइसकेर दिदीहरुले सामान किन्दै हुनुहुन्छ, अनि म चाहिँ बाटो हेर्दै छु के यो बाटो चाहिँ कहिलेसम्म होला है र कहिले बन्नि सक्छ भनेर चाहिँ हेर्दै छु के, कस्तो खत्तम भइसकेछ धेरै पानी पर्छ त्यस्तै। अनि हाम्रो बुटारी चौक पनि साथीहरु निकै परिवर्तन भइसकेको छ, पहिला कस्तो थियो र अहिले कस्तो छ भनेर तपाईलाई थाहै होला। तर हाम्रो गाउँदेखि आउने मान्छेहरु चाहिँ प्रायः जस्तो झुकिन्छन् के, ताप्लेजुङदेखि आउनेहरु कसरी र के गरेर झुकिन्छन् भन्दाखेरि पहिला यहाँनिर चोकदेखि अलिक पर एउटा रुख थियो नि त अलिक ठुलो खालको झ्याङवाला, हो त्यो देखेर चाहिँ मान्छेहरु प्रायः जस्तो यो चोक रहेछ बुटाबारी भनेर चिन्ने गर्थ्यो। अनि अर्को चाहिँ कुन थियो भन्दाखेरि त्यहाँनिर दिपा दिदीहरुको पसलदेखि अलिक अगाडि बस्ने ठाउँ एउटा पार्टी थियो नि, पार्टी त भन्छ होला हैन, हो त्यो देखेर पनि बुटारी चोक रहेछ भन्ने चिन्ने गर्थ्यो। तर त्यो नभएको कारणले गर्दाखेरि साथीहरु उनीहरु मात्र झुकिने हैन कि मै झुकिन्छ कि। अस्ति धुलाबारीदेखि आउँदाखेरि म झुकेर एकछिन त कहाँ पुगे जस्तो भएको थियो। हुन त किन नझुकिनु र साथीहरु, अहिले फेरि बाटो त्यस्तै बनिँदै छ नि त, त्यही कारणले गर्दाखेरि म चाहिँ प्रायः जस्तो झुकिन्छु। अनि तपाईहरु चाहिँ झुकिनुहुन्छ कि झुकिनुहुन्न साथीहरु कमेन्टमा यसो कमेन्ट गर्नु होला है थोरै भए पनि। मौसम चाहिँ किन यस्तो भइरहेको छ भन्दाखेरि साथीहरु ताप्लेजुङतिर चाहिँ पानी लगातार परेको अवस्था छ र धेरै हुस्से लागेको रहेछ, त्यही भएर पनि झापातिर चाहिँ यस्तो हल्का हल्का पानी पर्ने हल्का हल्का घाम लाग्ने अवस्था भइरहेको छ अहिलेसम्म, कति 2-3 दिन भइसक्यो होला यस्तो भएको। त्यसपछि हामीले चाहिँ सामानहरु के किन्नु पर्ने थियो, थोरै भए पनि किनिसकेर चाहिँ हामी चाहिँ राधिका दिदीको पसलमा निस्किने काम थियो कपडा घटाउनु सिलाउनुलाई। तर राधिका दिदी चाहिँ हुनु नरहेछ, कता बाहिर जानु भएको छ भन्दै हुनुहुन्थ्यो। हामी चाहिँ एकछिन पर्ख्यौं 10 मिनेट जति। अनि मेरो कपडा चाहिँ पहिला नै मैले सिलाउनु लागेको थिएँ नि त 1 दिन अगाडि, अनि आज म कपडा लाने छु। मेरो कपडा छु त्यो पिंक कलरको। ककलाई चाहिँ साथीहरु कुर्ताहरु मन पर्छ, प्रायः जस्तो मलाई चाहिँ कुर्ता मन पर्छ, तर मलाई सुहाउँदैन, अरूले चाहिँ राम्रो देखिन्छ भन्छ। फेरि हुन त कसलाई चाहिँ मन पर्छ र है, आफ्नो लुगा अरूको लुगा मात्र मन पर्छ के, कति राम्रो है ओइ कति राम्रो है भनिन्छ के बाटोमा हिँड्दाखेरि चाहिँ। तर आफूले लाइराखेको लुगा फेरि अरूले देख्यो भने चाहिँ कति राम्रो है कति राम्रो सुहाएको छ त भन्छन् के, फेरि के भन्नु अब त्यस्तो। अनि मेरो लुगा चाहिँ रेडी भयो, दिदीको लुगा चाहिँ भोलिसम्म मात्र रेडी हुने अरे, अनि त्यही भएर हामी चाहिँ घरतिर लाग्यौं। ल साथीहरु आजले चाहिँ मेरो भिडियो यति नै भयो, र हामी फेरि अर्को नेक्स्ट भिडियोमा भेट्ने छौं। आजले यति नै, बाइ बाइ।